हेलो एभ्रिवान, सबैलाई गुड मर्निङ। आज चाहिँ 3 गते असोजको है। म चाहिँ हिजो घर पुगिसकेँ होइन। उतादेखि आएको नि भ्लग गरेर आएको थिएँ, तर अलि यस्तो मजा लागेन कि फेरि पोस्ट गर्नुपर्ने जस्तो लागेको चाहिँ थिएन। अनि त्यो भ्लग चाहिँ हाल्नु पाएन। अनि आज चाहिँ फ्यामिलीमा त घर सर आइसकेको छु। यस्तो तिहार सिहारको रमझम यस्तो देउसी भैली खेलेको देखाइदिउँ न त तपाईँहरूलाई भनेर यस्तो फुल भ्लग गरेर आएको छु। आज चाहिँ लक्ष्मी पूजा पनि, अनि लक्ष्मी पूजादेखि लिएर कुकुर तिहारदेखि लिएर लक्ष्मी प्रसाद देवकोटाको जन्मदिन पनि परेको छ। अनि आज चाहिँ लक्ष्मी प्रसाद देवकोटाको जन्मदिन, आज लक्ष्मी प्रसाद देवकोटाको जन्मदिन पनि परेको छ। अनि खै धेरै पछि यसरी फुल भ्लग गरेर हो क्या, राम्रोसँग बोल्न नि सकिरहेको छैन। अनि म तपाईँलाई के देखाउन चाहन्छु भने चाहिँ सबभन्दा पहिला चाहिँ मेरो खुसीलाई देखाउन चाहन्छु। म तपाईँले खुसी भनेर राख्नु भएको थियो, खुसीले देखाउन चाहन्छु। म हेर्दै गर्नु होला, म तपाईँहरूलाई मेरो खुसी देखाउने छु है। मेरो भाइ चाहिँ काम गरिरहेछ है, यस्तो सरसफाइ के गर्नु चाहिँ गरिरहेछ। यो चाहिँ मेरो खुसी है, यहाँ छ खुसी। खुसी छ, तर खुसीको हालत पहिला जस्तो छैन। त घरमै छोडिदिएको थिएँ मैले, त्यसको कन्डिसनहरू सबै त्यस्तै छ भनौँ न। त्यहाँ चाहिँ कुचुङ छ, अनि यो चाहिँ घरतिरै छोडिदिने हो, अनि उताबाट भीमे आयो। भीमे के छ सर? कहाँदेखि हो? कहाँ छ म तपाईँ जानु पऱ्यो एकछिन है राउन्ड। त्यही हो गाइस, अब अरू कुराहरू पछि देखाउँला। एकछिन मेरो घरको दृश्य देखाउँछु। उतै भाइ छ एउटा के छ, काम गरिरहेको छ, एउटा यता छ उता हजुर गुड त यो त मेरो भाइ एकदमै फेरि मेरो भाइ स्पेसल भाइ, सिङ्गल भाइ। फेरि तपाईँ पनि यस्तो सिङ्गल हुनुहुन्छ नि केही केटीहरू यस्तो है। यो त पर बहिनी छ, काम गरिरहेको छ, सानी बहिनी छ। अनि अङ्कल आन्टी अनि को ड्याडी मम्मी चाहिँ इन्डिया हुनुहुन्छ है, घरमा चाहिँ कोही छैन। अनि झिलिमिली जिल्ला सब भइसकेको छ यतातिर, झिलिमिली सब जिल्ला भइसक्यो। अनि हाम्रो यस्तो टक्की हेर्दाखेरि हाम्रो गाउँ कस्तो देखिन्छ त। टक्की यहाँतिर यस्तो छ, यहाँ धान सानहरू सब काटिसक्यो होइन, कसै धान काट्न बाँकी नै छ। अनि उता पर चाहिँ मेन रोड भइहाल्यो, सायद मैले पहिला नि देखाएको थिएँ तपाईँहरूलाई। अनि एकछिन यस्तो बजारतिर पनि पुगेर आउन, आज चिया खान जाने रे होइन। चिन्नुहुन्छ तपाईँहरूले सायद देख्नुभयो होला नि मेरो भिडियोतिर कहिले काहीँ देख्नुभयो होला, कहिले न कहिले। धेरै अगाडिको भिडियोहरू छ हाम्रो, फेरि एकदमै होला भिडियोहरू। अनि त्यही नै हो, ल फेरि भेट्नेछौँ। सो यसो अब बिहान चोकतिर यस्तो राउन्ड हान्न जानु पऱ्यो नि त। अब हुनु पऱ्यो नि त, 10 तिहार लागिसक्यो। 4-5 दिन घुमिन्छ गाउँतिर है, फेरि काठमाडौँ गइन्छ, त्यस्तै छ होइन। यहाँ बस गइसक्यो नि नाइट गाडी, कहाँ जाने गाडी थियो, काठमाडौँ जाने गाडी नै हुन्छ। म चाहिँ यस्तो गाउँसँग डुलेर घर आइसकेँ। अनि कविता छ हजुर छन्। हेलो के छ खबर भन्नु? के छ खबर? हेलो हेलो एभ्रिवान, यति नै हो। अब घर आइसकेँ, अनि एकछिनमा रेडी भइन्छ, अनि खानासाना खानु पऱ्यो, अनि यसो डुल्न जानु पऱ्यो। भोलि सके पनि खेल्दैन, आज भोलिको दिन होइन। अनि के अरे आज कुकुर तिहार पनि, अनि कुकुरको पूजा चाहिँ भइसकेको छ हाम्रो घरमा। सुरक्षा दिने कुकुर हो चाहिँ चार्ली, यसको नाम चाहिँ चार्ली हो। हेलो चार्ली हो है। अनि उता पर चाहिँ यो चाहिँ के हो भनेपछि भैली हुँदैछ नि त आज। अनि भैलीको डिसी चाहिँ यहाँ छ। अनि भैली चाहिँ साँझदेखि खेल्दै अरे। भैलीको हाम्रो क्याप्टेन भाइ हो यो चाहिँ। म त खेल्दैन, मलाई चाहिँ उनीहरूले पिकनिक त लगिहाल्छ नि, खेले नि नखेले नि होइन। रसै लाग्दैन, पिकनिक लगिहाल्छन् मलाई, पिकनिक लगिहाल्छन्। त्यति नै हो गाइज होइन, यस्तै छ। के गर्ने, साथतिर चाहिँ घुम्न जानु पर्ला। अनि तरै तिमीहरूतिर त पाहाड छैन भनेर भनिरहेको थिएँ, पाहाड पनि छ हाम्रोतिर त, हेर्न सक्नुहुन्छ उता पर हेर्नु त, हेर्नु पाहाडलाई देखिन्छ। यस्तो हामी पाहाडको अहिले त फोहोर भएर अलि त्यसो देखिरहेको छैन, नत्र पानी परेको टाइममा चाहिँ दामी देखिन्छ यहाँदेखि, दामी। हामी टक्कै रेडी भएर होइन, खै इन्ट्रेस्ट देखाएको मेरो यस्तो रेडी भएर यसरी कि यस्तो सिधा हामी चाहिँ अब यस्तो लम्बीतिर घुम्न गइरहेको छौँ। अनि त्यही भैलो टेकाउँछु तपाईँहरूलाई। सो गाइज होइन, अनि म चाहिँ रेडी भएर अनि यता भीमेको घर आइसकेँ। यता होइन कि हाँस्न लाग्यो त, भीमे घर आइसकेँ। त्यो कुकुर पूजा गरिसकेको रहेछ अहिले। अहिले यसको नाम के हो रे?
यसको नाम के हो पुन्टु 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 रोडतिर गइसक्यो अनि खुसी अनि आज चाहिँ यसो खुसी चलाउनु पर्यो भनेर खुसी लिएर आएको छौँ हाम्रो खुसी है यता टक्की पारेर पुरानो छ गाई छैन अब काग किन्ने हैसियत पाउनु पर्ने छ अनि रामे छ यता यो चाहिँ रामेको मामा अरे खाना खानु त नि छुट्टी तिमीहरू निस्किनु पर्यो नौला है ल गाइस अनि यस्तो घुम्छु अनि त्यसपछि भेट्छु है तपाईँहरूलाई भैली सैली हेरेर जान्छु अनि कहाँ छन् भैली होइन भोलि टक्कै देखाउँछु लम्कीतिर जान्छु लम्कीको भैली सैली हेर्छु होइन त्यही नि हो गाई जस्तै छ होइन रमाइलो छ भनौँ न अब के अरे ध्रुव भाइ भिडियोमा आउने भनेर भन्यो नि के ल के भन्न चाहन्छु भिडियोमा हाम्रो प्रकाश दाइले धेरैभन्दा धेरै सपोर्ट गरिदिनु पर्यो यस्तै गरी माया देखाउनु पर्यो धेरैभन्दा धेरै सेयर गर्नु पर्यो सधैँभरि माया गरि नै राख्नु पर्यो हाम्रो दाइलाई भन्छु आफ्नो परिचय दिनु पर्यो मेरो नाम ध्रुव जोशी अरू यस्तो कैलाली लम्की नगरपालिका वडा नम्बर 4 बलियामा बस्छु म मलाई चाहिँ हल्का र्याप पनि हान्न आउँछ अब च्यानल खोल्दैछु सोचिरहेको छु ग्याङ्स नेपाल बढी हानिदिन्छु ग्याङ चट्टी प्यारी ब्यारी जुङ्गा सट्टी तारी चुरुट तान्छु म स्वाट पारेर जुङ्गा तान्छु म पाक्का हारेर ल यति नै हो मेरो र्याप माया देखाउनु पर्यो मलाई नि ल छिट्टै म अब एउटा युट्युब च्यानल खोल्दैछु माया देखाउनु पर्यो गाई सबैले हाम्रो प्रकाश दाइलाई पनि ल ल कस्तो लाग्यो उसको र्याप अनि तपाईहरु कमेन्ट गर्नु होला अनि ध्रुव अरु खाना खायौ खाना आज लक्ष्मी पूजा अनि भैली सैली खेल्नु तिमीले जुटो परेछ तिमीले आए म त भन्छु भाइलाई चाहिँ जुटो परेछ है ल हुन्छ धन्यवाद अब भिडियो सुट हेर्नु शेयर गर्नु अब हैन हाम्रो प्रकाश दाइलाई माया देखाउनु पर्यो गाई धेरै भन्दा धेरै शेयर गर्नु पर्यो यस्तै गरी माया देखाइराख्नु पर्यो सधैँभरि ल यति नै भन्छु अहिले चाहिँ हामी टक्कै हो मोतीपुर चोकतिर आएको छौँ तर पहिला जस्तो चाहिँ भैली सैली खेलेको छैन आज होइन तर खतरा हुन्थ्यो भैली ठुल्ठुलो भैलीहरू हुन्थ्यो अनि हामी चाहिँ भैली हेर्न भनेर निस्केको अब पड्का पड्किराख्नु अब होइन जाम जुम अनि यो भ्लग चाहिँ म आज नै हालिदिन्छु आजको यो भैलीको दिनको आज नै एडिट गरेर जस्तो हाल्ने प्रयास गर्छु होइन म त रातिसम्म नै हाल्छु अनि म चाहिँ टक्कै राइस खान आएको छु म यहाँ मिठो त राइस आएको चिकन राइस खानु पऱ्यो त्यही नि हो गाई त्यस्तै छ अब पटका पड्काइराख्ने होला त्यही हो गाई त्यस्तै छ यस्तै छ के गर्ने रमाइलो छ भनौँ न रमाइलो भइहाल्छ गाउँमा आएपछि अलिअलि तर पहिला जस्तो रमाइलो हुँदैन ठुल्ठुलो हुँदै गयो सानोखेरि रमाइलो हुन्थ्यो अब त हरेक कुराहरू छन् त्यस्तै छ भनौँ ल अब हाम्रो घरमा चाहिँ भैली खेल्न यस्तो हाम्रो नानी बाबुहरू आहान ल है ल सुर्ती गर ल भइहाल्यो भइहाल्यो कहाँदेखि आएको कहाँदेखि सिमबारदेखि हो उयो पढ्छ कि कस्तो लाग्यो घर कति पैसा उठ्यो त नि हिजो चाहिँ हिजो ए ल ठिक छ ल राम्रोसँग भैली खेल्नु है सो गाइस होइन आज चाहिँ भैलीको दोस्रो दिन होइन अनि टक्कै आज पनि टक्कै भैली सैली हेर्न गइन्छ आफ्नो त भैली सैली केही छैन भैली हेर्ने घुम्ने काम हो यस्तै छ यहाँ घरमा आएर सानो भाइ बहिनीहरू भैली खेल्न यिनीहरूको भैलीको पनि भिडियो हेर्नु होला सानो अनि भैली खेल्न आउने नि यसरी गाडी खेलाएर हुन्छ त नाम के हो तिम्रो तिम्रो घर कता रे सिसमबाडी हो ठिक छ यहाँ बहिनीले भैलीको पैसा गरिरहेको छ कति हो बहिनी 225 ल अब कहाँ जाने भैली खेल्न ल ठिक छ ल सो गाइस होइन अनि टक्कै म पनि रेडी सेडी भएँ अब भैली सैली हेर्न जाऊँ भनेर यस्तो लम्कीतिर जान्छु होला कि कस्तो लागिरहेको छ मलाई घरतिर नै आइरहनु भैलीहरू खेलिरहेको छु घरतिर पनि भैलीहरू बच्चा बच्चीहरूलाई पनि सानसानो भैलीहरू आइरहेको छ अब अलिक ठुलो भैली हेर्न लम्कीको ठुल्ठुलो भैलीहरू हेर्न त नि सोचिरहेको छु अब सायद अब निस्किनु छैन के अरू होला हेर्न अनि निस्किनु पर्ला अनि त्यही नै हो निस्किनु छु अब चाहिँ के हुन्छ हेरौँला घरमा खतरा भैली आएको छ है हेर्नु है तपाईँहरू पनि अरू
सकियो छोड्यो यति हो भाइ सुदै खेलेर कहाँ छिटो सकिन्छ भाइले यति सकिन्छ र यति भइले सके सकियो है यस्तै हो गाइस के छ यस्तो भाइ बहिनीहरू आइरहनु भइसक्यो खेलिरहनु भिडियो सेयर भइरहेको छु त्यस्तै रमाइलो भइरहेछ त्यही नै हो गाइस त्यस्तै छ होइन मच्छर आइरहेको छ तराईमा किन्ने मच्छर चाहिँ साह्रै हुन्छन् अनि ठुलो भैली चाहिँ देख्न पाएको छैन त्यसरी गाउँको भाइहरूको चाहिँ छ मेरो भाइहरूको भैली चाहिँ छ उनीहरू चाहिँ बाहिर खेल्न गइसक्यो भैली तर पिकनिक चाहिँ म गइहाल्छु उनीहरूको भैली छ भैलीबाट मैले भैली चाहिँ खेल्नु पर्दैन अनि लम्कीतिर जाने भनेको जान पाइया छैन अहिलेसम्म ठुलो भैली हेर्न होइन हेरौँ अब भोलिसम्म जान्छु कि जस्तो लागिरहेको छ मलाई के हुन्छ हेर्दै गर्नु होला अनि त्यति नै हो फेरि भेट्छु तपाईँहरूलाई म मेरी बहिनीको भैली आइसक्यो यहाँ टक्कै होइन अनि कति रुपियाँ उठायो आज टोटल 1200 हो कतिजना आउँथ्यो मेरो भैली खेल्ने 9जना अनि कति रुपियाँ भागा पर्छ त अनि 100 रुपियाँ भाग पऱ्यो चटपटी खायो अब चामल बेच्नु बाँकी छ चामल बेच्नु बाँकी छ चामल कति रुपियाँ किलो छ आजभोलि 40 हामीले कतिमा बेच्थ्यौँ पहिला हामी पनि कतिमा बेच्थ्यौँ 20-25 बेच्थ्यौँ जस्तो लाग्यो हामी खेल्दाखेरि चामल बेच्दाखेरि होइन अनि कति रुपियाँ उठ्यो अरे 1200 रुपियाँ उठिसक्यो कति 100 रुपियाँ पर्छ अनि 300 को चटपटी खायो तिमीहरूले ल अनि के छ भोलि पनि खेल्नेवाला पर्सि पनि खेल्नेवाला होइन भोलि अझै कस्तो भइरहेको छ भोलि रमाइलो भइरहेछ है ल यति नै हो बस तो गाइस आज हम करने वाले नहीं तो गाइस सो गाइस व्हाट्सएप कैसे हो आप सब लोग वेलकम बैक टू द न्यू